आज केस चाहिँ कहाँबाट सुरु हुन्छ भन्दाखेरि डिक्याफ र डिक्याफिनेट भनेको के हो भन्ने कुराबाट सुरु हुन्छ। डिक्याफ र जुन नर्मल एस्प्रेसो बिन्स हुन्छ त्यसमा फरक त्यस्तो केही पनि हुँदैन। बस फरक भनेको चाहिँ डिक्याफमा क्याफिन हुँदैन अनि नर्मल एस्प्रेसोमा एस्प्रेसो भइहाल्छ। डिक्याफमा क्याफिन हुँदैन भन्नुको अर्थ अलमोस्ट 97% क्याफिन चाहिँ रिमुभ गरिसकेको हुन्छ, तर स्टिल रिमाइनिङ देयर 2% क्याफिन चाहिँ स्टिल हुन्छ होइन। अब यसको बिन्स चाहिँ एउटै देखिन्छ, रोस्ट गरिसके पछाडिको एउटै नै हुन्छ होइन। टेस्टमा पनि त्यस्तो धेरै भास्ट फरक हुँदैन कि, त्यस्तो डिफरेन्स हुँदैन कि। अब एउटा हातमा डिक्याफ अनि अर्कोमा नर्मल एस्प्रेसो एक्सट्राक्सन राख्यो भने त्यस्तो फरक पत्ता लगाउनलाई अलिक गाह्रै पर्छ क्या। त्यो फरक नै पत्ता लगाइँदैन भन्न खोजेको होइन, तर अलिक गाह्रै पर्छ। अनि यो डिक्याफ चाहिँ कतिखेर, डिक्याफिनेट चाहिँ कतिखेर गरिन्छ भन्दाखेरि यसलाई रोस्ट गर्नुभन्दा अगाडि ग्रिन बिन्समै जब पिक गरिसके हुन्छ त्यसको बोर्डबाट, अनि पिक गरिसके पछाडि चाहिँ यसको प्रोसेस अब सम सर्टेन पोइन्ट हुन्छ, सम सर्टेन प्रोसेस हुन्छ होइन। जस्तो कि स्टिम गरेर पानीमा उमालेर हुन्छ कि, सबै आफ्नो आफ्नो फ्याक्ट्रीहरूको आफ्नो प्रोसेस हुन्छ। CO2 पनि युज गर्छन् होइन कतिले। अब त्यो गर्दाखेरि चाहिँ सबै क्याफिन कन्ज्युम गरिसके हुन्छ कि ग्रिन बिन्समा, अनि त्यसलाई चाहिँ ड्राई गरेर अनि रोस्ट गरेर अनि चाहिँ सप्लाई गर्ने हो। तर मान्छेहरूले कतिले एउटा चाहिँ के सोचेको, के भन्थ्यो भन्दाखेरि डिक्याफ चाहिँ बोटमै फल्छ भन्ने सोचेको थियो। जस्तो कि एउटा पिरो खोर्सानी अनि एउटा नपिरो, जस्तो नपिरो खाले खोर्सानी हुन्छ नि, त्यो दुइटै बोटमै फल्ने हो। एउटा पिरो पनि बोटमै फल्छ, नपिरो पनि बोटमै फल्छन्, तर क्याफिन र त्यो एस्प्रेसो र डिक्याफ चाहिँ एउटै बोटमा फल्छ, पछि डिक्याफिनेट गरे हुन्छ क्या। अनि टेस्ट पनि त्यस्तो फरक धेरै केही पनि लागेन मलाई।